हामी चाहिँ फाइनल्ली 5 पोखरी आइपुग्यौँ। 5 पोखरी चाहिँ पुरै फ्रोजन छ अहिले। ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ एउटा कुण्ड भैरव कुण्ड चाहिँ खुल्दै खुल्दै आइरहेछ। त्यहाँ छ भैरव कुण्ड। अनि भैरव कुण्ड भन्दा उता अर्को के कुण्ड हो ठ्याक्कै यो कहाँबाट जाने पनि थाहा छैन। बाटो मेट्या छ। हामी जता भए पनि हिँड्यौँ भने सायद पोखरीमाथि हिँड्न पनि सक्छौँ। अनि आइसभित्र छिरेर माथि लक भयो भने त लाइफ ड्यामेज हुन्छ होइन। त्यही भएर त्यता जाने हामी कोही अब चिनेको मान्छे पायो भने चाहिँ हामी अरू पोखरी हेर्दै जान्छौँ। 2टा पोखरी देख्यो, भैरव कुण्ड र अर्को उताको। सायद एकछिनमा देख्छौँ होला हामी तेस्रो पोखरी पनि। अनि साथीभाइहरू आउँदै हुनुहुन्छ। सँगसँगै कता यता माथि डाँडामा कतै गयो भने चाहिँ 360 भ्यू देखिन्छ भन्ने कुरा गर्नु भएको छ। अब अहिले त अब लगभग ढाक्न थालिसक्यो। 360 भ्यू देखेर जस्तो लागेन। प्लस हाम्रो साथीहरूलाई चाहिँ एकजनालाई अलिक गाह्रो भएको कारणले गर्दा उहाँहरूलाई पनि हामीले कुर्नुपर्ने छ। अब हामी यतै कतै चिया नास्ता गर्ने ठाउँ खोज्छौँ।